सो गाइस वेलकम टु माई मिनी भ्लग र आज म हङकङ जानेछु है। त्यही कारण यो भ्लग चाहिँ अलिकति लामो हुन सक्छ है र यो मेरो लाइफको फर्स्ट इन्टरनेसनल भ्लग हो। सो एकदमै इन्ट्रेस्टिङ हुनेछ र बिहान बिचार मम्मीले भ्याइन मलाई खाजा बनाइदिनु भयो। बिहान मलाई ब्रेड बनाइदिनु भयो। ब्रेड खाइसकेपछि मैले गएर बाबुजीलाई बाई बाई भने हैन र त्यसपछि मैले आसिङलाई पनि बाई बाई भने। त्यहाँबाट दाजु बाहिर निस्केर हाँस्दै जिस्काउँदै थियो मलाई। त्यसलाई पनि बाई भनेर त्यहाँबाट फेरि मम्मी र हेर्नुलाई चाहिँ एक किस गरेर चाहिँ म त्यहाँबाट बिदा लिएँ त्यहाँबाट। त्यसपछि बाहिर गएर चाहिँ एकछिन एक दुईवटा पोस्ट दिएँ। त्यहाँबाट मम्मीले छोड्नु जान्छु भनेर माथिबाट फेरि मम्मी र हेर्नुले बाई बाई भन्नुभयो। त्यहाँबाट मेमीले पनि बाई बाई भन्नुभयो। माथि आशुले बाई बाई भने। त्यहाँबाट रिन्सेलले लास्टमा गएर राम्रोसँग गएर एज ल बेस्ट अफ लक भनेर मलाई हात मिलायो। त्यहाँबाट मैले दबाई किनेको थिएँ बिमार भएर। त्यहाँबाट चाहिँ उहाँले गाडीमा मलाई पानी दिनु भएको थियो है, नानीको पानी बिचारा। अनि उहाँले पनि सिलगढी पुगेपछि बाई बाई भन्नुभयो। त्यहाँ मेरो लगेजहरू यस्तो थियो। त्यहाँ मैले चिया खाएँ, चिया खाएपछि रोटी पनि मगाएर रोटी पनि खाएँ। प्रबलदालाई वेट गर्नुपर्ने थियो। त्यहाँ दार्जिलिङ मोडमा गएर बाहिर यस्तो हेरेको त पुरा भिड थियो। एकछिन प्रबलदा आइपुग्नु भयो। अनि प्रबलदाको छेमाले बिचारा फोटो खिच्छु भने त्यहाँ फोटो खिच्यौँ हामीले। त्यहाँबाट रिकी बेनालाई गएर भेट्यौँ। बिचारा रिकी बेनाले पनि पुऱ्याइदिन्छु भनेर चाहिँ पर अनुदी पनि आउनु भएको थियो नि त। अनि रिकी बेनाले ढोकसक गरेर चाहिँ गाडीमा लगेज हालिदिनु भयो। बिचारा लगेज सकेज हालेर चाहिँ हामी त्यहाँबाट हामी निस्क्यौँ। त्यहाँ फेरि एकछिनपछि अगाडि गएर अनुदीलाई पनि भेट्यौँ है। अनि अनुदीलाई भेटिसकेपछि हामी सिधै गयो मेडिकल सप। त्यहाँ किनभने मलाई त्यो दबाईले नभएर अर्को दबाई पनि किनेँ नि त मैले। त्यो दबाई चाहिँ किनिराख्नु भने बेनाले। अनि दबाई सबै किनेर त्यहाँ फेरि हामी निस्क्यौँ एयरपोर्ट पट्यो। एयरपोर्ट गएर बिचारा बेना र अनुदीलाई चाहिँ बाई बाई भनेर त्यहाँबाट हामी निस्क्यौँ एयरपोर्ट भित्र जानुभन्दा अगाडि फेरि त्यहाँ सामान नै मिलेको थिएन मेरो। एक दुईवटा सामान चाहिँ त्यहाँनिर हाल्नु पर्ने थियो, हालेँ। त्यहाँबाट भित्र गयो सबै कुरा डकुमेन्ट्सहरू फुलफिल भएपछि त्यहाँबाट फेरि निस्क्यौँ हामी दुईजना। त्यहाँबाट यस्तो हुन्छ तपाईँले हेर्न सक्नुहुन्छ है। त्यहाँ जुत्ता चाहिँ लेदरको बुट ल्याएर तपाईँ नपस्नु होला, नभए जुत्ता खोल्नुपर्छ। यसरी खाली खुट्टी हिँड्नुपर्छ होइन। त्यसपछि प्रबलदालाई भोक लाग्यो भनेर चाहिँ हामीले केक खाएँ। प्रबलदा र मैले केक खाएँ। त्यहाँबाट फेरि यस्तो हामी त्यहाँ निस्क्यौँ होइन सिधै। त्यहाँ चाहिँ निस्किनु भन्दा अगाडि चाहिँ पहिला हामीलाई चाहिँ गाडीमा हालेर चाहिँ पुरा घुमाउँदो रहेछ नि त प्लेनको वरिपरि। अनि प्लेनको वरिपरि घुमाएपछि त्यहाँबाट चाहिँ बल्ल प्लेनमा चढ्नु पाउँछ नि त। अनि प्लेनमा चाहिँ त्यहाँ ठक्कै हामी चढेपछि त्यहाँबाट प्लेन चाहिँ मजाले हिँड्यो होइन। प्लेन हिँडेपछि त्यहाँबाट चाहिँ स्पिड मजा आएको दामी। त्यहाँ माथि उडेपछि मजाले नजारा हेर्दै हिँड्यो होइन। अनि नजारा हेर्दै हिँडेपछि मजा लाग्यो मलाई। त्यहाँबाट फेरि खाना के खानु भोक लाग्दै थियो, छान्दै थियो, यसरी हेर्दै थिएँ मैले के छ खानाहरू भनेर। त्यहाँ मलाई चिकन बिरयानी खानु मन परेको थियो होइन। अब चिकन बिरयानी मगाऊँ भन्थ्यो। अनि प्रबलदा पनि हुन्छ भने लास्टमा चिकन बिरयानी त पाएन। तर सिधै हामी त्यहाँबाट पुग्यौँ। हामी दिल्ली पुगेपछि फेरि हामीलाई दियो अन्डर आर्म्सको त्यो एउटा सानो बढी हुन्छ पर्फ्युम दियो। किनभने काखी पनि गनाएको थियो सायद सबैजनाको। सबलाई दियो, हामीलाई मात्रै सबैलाई दियो होइन अन्डर आर्म्सको पर्फ्युम। त्यहाँबाट फेरि हामी निस्क्यौँ यहाँबाट। त्यही कारण तपाईँलाई पनि भन्छु होइन, भित्र पस्नु भन्दा चाहिँ मजाले काखी साकी धोएर पस्नु होला है। अनि यस्तो भ्लग्सहरू गरिराख्नुपर्छ किनभने घरिघरि यस्तो मौका आउँदैन। सो मैले भ्लग गरेँ होइन। अनि मजाले भ्लग गरिदिएँ। त्यसपछि हामी उत्रिसकेपछि हामी टर्मिनल 3 जानुपर्ने थियो। टर्मिनल 3 को लागि बसमा चढेर पुरा घुमाए लामो। त्यहाँबाट फेरि बल्ल टर्मिनल 3 पुग्यो। त्यहाँबाट हाम्रो टाइम हेऱ्यो हङकङको टाइम बेसी नै थियो हाम्रोमा। त्यही भएर चिया खाने भनेर चिया खानु गयो। अनि चियाको दाम देखेर तर्सेको हामी, तर पनि चिया मगायो होइन हामीले। चिया मगाएपछि फेरि मैले चिल्ली पनिर रोल मगाएँ। चिल्ली पनिर रोलको दाम देखेर झन्डै बियोस भएको म र प्रबलदा, तर पनि मैले मगाएँ होइन। अनि त्यहाँबाट किन मगाउनु पर्ने थियो किनभने भोक लागिसकेको थियो हामीलाई। ठिकै चिल्ली पनिर रोल आइसकेपछि त्यहाँबाट मजाले खाइदियो म र प्रबलदा भएर। किनभने मलाई पुरा भोक लागेर हात खुट्टाहरू कामिसकेको थियो मेरो। सो मैले चाहिँ मजाले खाइदिएन, मान्छे नहेरिकन मजाले खाइदिएँ। अनि प्रबलदालाई पनि पुरा भोक लागिरहेको छ बिचारा, उहाँले पनि खानु गयो होइन। त्यहाँ खाइसकेपछि त्यहाँबाट फेरि हामी निस्क्यौँ फेरि किनभने हाम्रो ढिलो हुन्छ भनेर त्यहाँबाट केक पनि खाइदिइहाल्यो फेरि। त्यहाँ प्रबलदालाई लास्ट जस्तो सुत्दिनु भयो एकछिन त्यहाँनिर। त्यसपछि म पनि लास्ट जस्तो एकछिन रिल्याक्स गरेँ त्यहाँनिर। मजाको रिल्याक्स गर्ने जग्गा थियो नि त। रिल्याक्स गरेँ त्यहाँबाट फेरि हामी निस्क्यौँ बोर्डिङ पास लिएर हामी निस्क्यौँ। त्यहाँबाट जानुपर्ने थियो हामीलाई सिधै हङकङको फ्लाइट पकड्नु। सो दुईजना भएर चाहिँ हामी हङकङ फ्लाइट पक्रिसकेपछि त्यहाँ भित्र पसेर चाहिँ मुभी हेरौँ भनेर टाइम पास गर्नुको मुभी हेर्दै मुभी सुभी हेर्दा फेरि टक्कै अल्छी लागेर गेम चाहिँ खेल्दै एङ्ग्री बर्ड गेम खेल्दै। त्यहाँ फेरि चल्दै शाहरुख खानको मुभी हेर्दै त्यहाँबाट ठिकै बाहिर नजारा हेरेको क्या दामी नजारा थियो होइन। अब भन्नै पर्दैन प्लेनबाट तल हेर्दा दामी भ्युज आउँछ लाइटिङहरूले गर्दा होइन। त्यसपछि हाम्रो डिनर पनि आयो। डिनर आइसकेपछि त्यहाँ डिनर यस्तो हेरेँ होइन, पुरा थियो पास्ता सास्ता के थियो हो। त्यहाँबाट केकहरू थियो होइन, चिकन खानाहरू थियो। त्यहाँ मैले खाइदिएँ मजाले। त्यहाँबाट पानी चाहिँ बेसी खाएँ किन मलाई पुरा तिर्खा लागेको थियो पहिलेबाट। सो त्यही भएर चाहिँ मैले 3टा बोतल पानी सकेर अझै मैले 5वटा बोतल पानी मगाएर खाएँ। अनि बाहिर हेरेको क्या दामी नजारा भन्नै पर्दैन दामी म्याप जस्तो देखिरहेको थियो। ठिकै फेरि त्यहाँनिर चन्द्रमा पनि क्या मजाको देखिरहेको थियो। त्यसपछि मैले भिडियो खिचेँ। त्यहाँबाट पुगेँ हामी हङकङ। अनि हङकङ पुगेपछि हङकङको एयरपोर्ट पनि मलाई दामी लाग्यो होइन। हामी दुईजना प्रबलदा र म चाहिँ एकदम एक्साइटेड भएर दुईजना मजाले जाने थियो किनभने बाहिर पर्खिरहनु भएको थियो नि त, हामीले लिन आउनु भएको थियो। सो बाहिर निस्केपछि हामी दुईजना चाहिँ पुरा होइन अक्षय कुमार र सैफ अली खान जस्तै फिल भयो। दुईजनाले मजाले पुरा सुटकेस लतार्दै हिँड्यौँ हामी। त्यहाँबाट दादाले चाहिँ पर आउनु फोटो खिच्छु भनेर भन्नुभयो। त्यहाँबाट आउनुभयो सोलो दिदीले आएर चाहिँ मलाई र प्रबलदालाई खदा लगाइदिनु भयो बिचारा है। बिहानदेखि वेट गर्नु भएको रहेछ। त्यहाँबाट हामी दुईजनाले फुल दिनुभयो। पूजा पनि आउनुभयो। पूजाले पनि बिचारा बिहानदेखि वेट गर्नु भएको रहेछ। दिदीसँग सबैजना मिलेर वेट गर्नु भएको रहेछ। अनि उहाँले पनि आएर चाहिँ हामी दुईजनालाई खदा लगाइदिनु भयो। अनि फुलहरू दिनुभयो है, बिचाराहरू वेट गर्नु भएको थियो नि त। सो मेरो चाहिँ पुरा बिमारीहरू गर्दा चाहिँ कस्तो भएको थियो फेस पनि। अनि चिया खानु जाउँ भन्दै थियो, फेरि चिया खानु ढिलो हुन्छ भनेर चाहिँ त्यहाँबाट एक दुईवटा फोटो खिचेर त्यहाँबाट हामी बाहिर निस्क्यौँ। अनि बाहिर निस्केपछि वेदर चाहिँ यस्तो दामी थियो कि मेरो मुडै फ्रेस भयो, मलाई खुसी लाग्यो होइन। अब अर्को जग्गा पुग्दा कस्तो मजा आउँछ खुसी लाग्यो रमाउँदै हिँड्यो। फेरि अगाडि पनि दादाले फेरि म फोटो खिच्छु तपाईँहरू यता बस्नु भने ठिकै गाडी पनि रेडी थियो हाम्रो, गाडी रेडी थियो। तर पनि दादाले फोटो खिच्छु भनेर चाहिँ हाम्रो फोटो खिचिदिनु भयो होइन। त्यहाँबाट फोटो खिच्दा चाहिँ हामीले एक दुईवटा पोस्ट दिएँ म र प्रबलदाले है। सैफ अली खान र अक्षय कुमार जस्तो पोस्ट दिनु पर्यो नि त अब नयाँ जग्गा गएपछि होइन। त्यसपछि गाडीमा चढ्यो। गाडीमा चढेपछि अब मजाले हङकङ एक्सप्लोर गर्नु पर्यो। त्यहाँबाट स्टार्टिङमै दामी अब हङकङ त भन्नै पर्दैन दामी ब्युटिफुल प्लेस छ होइन। सो त्यहाँबाट सबै कुरा जग्गाहरू मैले एक्सप्लोर गर्दै हिँडेँ हङकङको स्टार्टिङदेखि नै। हाम्रो जोर्डन जानुपर्ने थियो। जोर्डन चाहिँ हाम्रो नेपालीहरू जहाँ बस्नुहुन्छ धेरैजना नेपालीहरू हुन्छ जोर्डनमा, त्यहाँ पुग्नुपर्ने थियो हामीलाई। त्यो अलिक टाढो थियो नि त जोर्डन चाहिँ। सो त्यही भएर चाहिँ हामी टक्कै मैले एक्सप्लोर गर्दै हिँडेँ। भ्लगमा तपाईँले हेर्न सक्नुहुन्छ दामी बिल्डिङ्सहरू छ, दामी जग्गाहरू छ यहाँनिर। अझै यो त केही पनि होइन, अझै घुम्नु बाँकी नै छ। त्यसपछि हामी पुग्यो जोर्डन जानेर चाहिँ हाम्रो रुम बुक थियो। त्यसपछि मैले त्यहाँनिर सुटकेसलाई लतार्दै हिँडेँ मजाले फिल गर्दै हिँडेँ त्यहाँनिर नयाँ जग्गामा है। त्यसपछि हामी पुग्यो रुममा। रुम हेर्दा फेरि अलिकति लक थियो। त्यहाँबाट फेरि हामी गएर बाहिर निस्क्यौँ। सबजना बाहिर निस्केपछि त्यहाँबाट हामी गयो चिया खानु रेस्टुरेन्टमा पुगेपछि नेपालीको रेस्टुरेन्ट छ यहाँनिर। त्यहाँनिर मिठो चिया पाउँदो रहेछ। सबजना चिया खानु थाल्यो त्यहाँनिर। चिया मलाई पनि पुरा मिठो लाग्यो त्यहाँनिर नयाँ जग्गामा, तर यहाँ दामी पाउँदो रहेछ चिया। त्यसपछि खाजा खाएँ हामीले है। सो गाइस तपाईँलाई कस्तो लाग्यो भ्लग? तपाईँलाई भ्लग मन परेमा
प्लिज लाइक शेयर कमेन्ट गरिदिनु होला यो ब्लगको पार्ट 1 हो नेक्स्ट पार्ट फेरि आउनु छ त्यति बेलासम्मको लागि टिल देन टेक केयर बाइ बाइ एन्ड या पिस आउट